नमस्कार सबै नेपालीहरूलाई। म को भन्नुहुन्छ भने म एक साधारण तपाईँहरू जस्तै आम नेपाली जनता नै हो। जो सरकारको जुन लोकतन्त्र आएको छ यसको दुःख पीडा हामी जस्तो आम नेपाली जनताले भोग्नु परिरहेको नै छ। तर सबैभन्दा अगाडि बुझ्नु पर्दा यो सब कुरा केबाट आउँछ त, के कुराले गर्दा यो असफल भइरहेको छ भन्ने सोध्नुहुन्छ भने तपाईँको राज शासन फालेर लोकतन्त्र त आयो, तर लोकतन्त्र कसरी गर्ने भन्ने कुरा भने त्यो अझैसम्म कसैलाई केही थाहा भएको छ जस्तो मलाई केही पनि लाग्दैन नै। जो पोस्टमा छन्, पावरमा छन्, तपाईँको आफ्नो स्वार्थको लागि, पैसाको लागि, पावरको लागि मिसयुज गरिरहेका छन्। यो देश कोही एक व्यक्तिको होइन, र लोकतन्त्र भनेको सबैलाई, सबै जनतालाई एक अनुसारले बाँच्न पाउने अधिकार दिने नियम हो। लोकतन्त्रमा जति तपाईँले भगवान भनेर दाजिराख्नु भएको छ अहिले, सबै एक समान नै हो। कोही ठुलो कोही सानो भन्ने हुँदैन। तर यदि कर्मले, कामले राम्रो गरिरहेको छ भने उसलाई इज्जत दिनुहोस्। तपाईँहरू थाहा पाई उसले नराम्रो गरेको छ, थाहा पाई कसैलाई भगवानै मान्न पर्छ भन्ने जरुरी छैन। म फेरि भन्दैछु, कसैलाई भगवान मान्न पर्ने जरुरी छैन। कोही भगवान होइन, सबैबाट गल्ती हुन्छ। र गल्ती गरेको थाहा पाई तपाईँहरूले जतिखेरै सपोर्ट गर्नु भनेको यो देशमा भएको अन्याय, अत्याचार, हिंसा सबै चिजमा तपाईँको उत्तिकै नै हात छ। र गल्ती गरे हो भन्ने थाहा पाइसकेपछि तपाईँहरूले जतिखेरै सपोर्ट गरेर हुँदैन। यो मिडिया म्यानिपुलेसन छोडेर हेर्नुहोस्, सोच्नुहोस्, आफै सोच्नुहोस् न। तपाईँहरू खुला दिमागले सोच्नुहोस् एकचोटि। सधैँ अरूको सोचाइमै तपाईँहरू किन डुब्नुहुन्छ? तपाईँको आफ्नो सोचाइ छैन के गर्दा ठिक हुन्छ, के गर्दा ठिक हुँदैन भनेर। कोहीले यो भनेछ, कोहीले त्यो भनेछ, पछि लागेछ। आफ्नो तरिकाले सोच्नुहोस्। एउटा कुरा के तपाईँले लेखेर राख्नुहोस् भनेपछि यो देशमा भविष्यमा केही माथि तल भयो, आन्दोलनको चक्करमा घुसपेठियाहरू आएर यहाँ देश बर्बाद हुन लाग्यो भने तिनीहरूसँग अथाह सम्पत्ति तिनीहरूले भ्रष्टाचार गरेर गराइसकेका छन्। अहिले तपाईँहरू फाइदाको चक्करमा जय गर्दै हिँडिराख्नु भएको छ। यति ग्यारेन्टी लेखेर राख्नुहोस्, यति देशमा केही समस्या आइपर्यो भने तिनीहरू त उडेर भाग्छन्, अवश्य भाग्छन्। र तपाईँहरूलाई देखाइएको झुटो आशा जुन छ, तपाईँहरू मासु भात टोलीलाई भनेको मैले, तपाईँलाई देखाएको आशाहरू केही पनि होइन। तपाईँहरूलाई हेर्दा पनि हेर्दैन यिनीहरूले। देशलाई त हेर्न सकेनन् यिनीहरूले। तपाईँलाई के लाग्छ तपाईँहरूको भविष्य यिनीहरूको हातमा छ? तपाईँहरूको भविष्य तपाईँको हातमा छ। सही चुन्नुहुन्छ कि गलत चुन्नुहुन्छ त्यो तपाईँले डिसाइड गर्न सक्नु। यिनीहरू त भाग्छन्, देशमा यत्तिकै होस् यिनीहरू भागिहाल्छन्, अरू देशमा जान्छन्, लुक्छन्, पैसा जति पनि छ पुरै यिनीहरूको 7 पुस्ता पुग्नेलाई पैसा छ यिनीहरूसँग। तर अन्यायमा पड्ने, मर्ने, एकअर्कासँग यो युद्ध भयो भने पनि अन्त्यमा गएर मर्ने हामी जनता मात्रै हो। यिनीहरूलाई तपाईँको, मेरो, कसैको जिन्दगीबाट यिनीहरूलाई दया माया भन्ने चिज केही पनि छैन। त्यति ढुक्क भएर राख्नुहोस्। मैले मास्क लाएर गर्नुको कारण भनेको मलाई कसैको अन्डरमा आउनु छैन, कसैको दबावमा बोल्नु छैन। म एउटा देशप्रेमी हो। देश राम्रो होस्, मेरो देशमा भएको हरेक व्यक्तिले अधिकार उत्तिकै पाओस्, नियम कानुन उत्तिकै हरेक व्यक्तिलाई लागोस्, अन्यायमा कोही पर्नु नपरोस्।
यो देशमा यस्तो स्थिति भइसकेको छ, कसैले कोही व्यक्तिलाई मार्यो भने पनि त्यो व्यक्ति 2-3 महिना 1 वर्षपछि जेलबाट छुट्छ। उसलाई मतलब छैन, पावर छ भन्यो, पैसा छ भन्यो। यहाँ सबै चिजको एकदम नै मिसयुज भइरहेको छ। तर यसको अर्थ यो होइन कि सुधार हुन सक्दैन। सुधार हुन अवश्य सक्छ। त्यो देश, यो राष्ट्र गोर्खालीको देश हो। तपाईहरुलाई यिनीहरूले जातीय नाममा, ठाउँको नाममा, पार्टीको नाममा, लोकको नाममा तपाईहरुलाई एकदम नै उक्साइरहेका छन्। एकअर्कालाई हत्या हिंसा गर्नको लागि। तर यो डिसिजन तपाईमा छ कि तपाई चाहिँ गर्नुहुन्छ कि हुँदैन। तपाई सही बाटो लाग्नुहुन्छ कि गलत बाटो चुन्नुहुन्छ। समस्या खासमा केमा छ भन्दाखेरि सिस्टममै पुरै समस्या हो। तपाईले राजनीतिलाई मात्रै दोष दिएर हुँदैन। राजनीतिको कारणले राजनीति यसरी देशको हरेक चिजसँग जोडेको छ। कल कारखाना भयो, बिजनेस हो, बैंक भयो, त्यसपछि एजुकेसन भयो, पुलिस भयो, न्यायालय भयो, हरेक चिजमा चाहिँ राजनीतिको दबाव छ र राजनीतिक कनेक्सन छ। यो किन भइरहेको छ? यसमाथि क्वेसन निकै कमले गर्नुभएको छ। यो सबैभन्दा मेन समस्या आउनुको कारण भनेको चाहिँ सरकारले बनाएका नियम कानुनहरू जनताको पक्षभन्दा बेसी सरकारलाई नै फाइदा हुने गरी बनाइने गरेको छ। नेपालको कन्टेक्स्टमा हेर्नु पर्दा साँच्चै नै भन्ने हो भने लोकतन्त्र भनेको जनताको लागि बनाइएको चिज हो। जनता भन्दा ठुलो केही पनि हुन सक्दैन र त्यो हामीले देख्यौं पनि। जसरी कुनै देशमा 24 घण्टामा आन्दोलन भएर सत्ता हटाइएको थिएन, नेपालमा त्यो गोर्खाली को रगत छ भन्ने अझै पनि छ। तर नेपालीहरू मनको एकदम राम्रो, कसैलाई नराम्रो नचाहने, कसैको नराम्रो देख्न नसक्ने भएको कारणले गर्दा त्यो दिन नेताहरूलाई पनि पिटियो मात्रै छोडियो। यदि त्यही ठाउँमा नेताहरू हुन्थ्यो भने तपाईहरु सबैलाई मार्थे र ती दिनहरू अझै आउन बाँकी छ। यिनीहरूको षड्यन्त्र खेलहरू आउन बाँकी छ। तपाईहरुले बुझिराख्नुपर्छ। अहिले तपाईहरु आँखा चिम्लेर भगवान सोचेर पछि लाग्नु भइरहेको छ। तपाईहरुलाई पनि त थाहा छ गलत हो, ऊ गलत छ भनेर। तैपनि 5 लिटर पेट्रोल मासु भातको चक्करमा तपाईले देशको भविष्य, आफ्नो भविष्य, आफ्नो परिवारको भविष्य सबै चिज बिगारिराख्नु भएको छ। त्यो आन्दोलनमा मरेका व्यक्तिहरूको श्राप पनि लाग्छ तपाईहरुलाई। तपाईहरुले यस्तै गर्नुभयो भने ठीक छ, खानुस्, मासु पनि खानुस्, पेट्रोल पनि लिनुस्, तपाईहरुकै लुटेको पैसा हो यो। तर जुन अमला छ यो तपाईको बुढी औँला, यसको शक्ति भने निकै नै बलियो छ। तपाईको अमला सही ठाउँमा मात्रै गएर त्यहाँ चुनावको बेला गयो भने देश प्रगति हुनबाट कसैले रोक्न सक्दैनन्। सबै चिज छ। नेपाल भनेको सधैँ एकता भएर जितेको देश हो। जब जब मान्छे एकजुट हुन्छन्, जब जब व्यक्तिगत स्वार्थ छोड्छन्, एकअर्कालाई हेप्न छोड्छन्, जातीय भेदभाव गर्न छोड्छन्, तब मात्र नेपाल सुख शान्ति समृद्धिले छाउँछ। नत्र भने जति तपाईहरु आफू आफूमै फुटिराख्नुहुन्छ, एकले अर्कोलाई दोष, अर्कोले अर्कोलाई दोष दिइराख्नुहुन्छ, तबसम्म अघि बढ्छ भन्ने तपाईले सोच्दै हुनुहुन्छ भने निकै नै गलत चिज हो। ठिकै छ, सबै सकिएको छ पनि भन्दिनँ। यो त बिस्तारै सुरु हुँदैछ। अहिले पनि सबै कुरा सुधार्न सकिन्छ। देशको भविष्य तपाईहरु हरेक व्यक्तिको हातमा छ। जति तपाईहरुले दोष लाउनुहुन्छ, यसले गरेन, त्यसले गरेन, यो देशमा जन्मिसकेपछि तपाईहरुको पनि देशको लागि गर्ने अधिकार उत्तिकै नै हुन्छ।
यो देशमा जन्मेर कसैले गर्छ भनेर तपाईले त्यो जिम्मा दिनु भनेको नै सबैभन्दा ठुलो गल्ती हो। महिना महिनामा हप्ता हप्तामा तपाईहरूले आफ्नो लोकल एरियाहरू आफ्नो घर छेउछाउ समाजमा भएका नराम्रा कामहरूलाई बिस्तारै बिस्तारै कम गर्दै गर्नुभयो भने म अवश्य छातीमा हात राखेर भन्न चाहन्छु देश निकै नै अघि सर्छ। र म कसरी यी समस्याहरू आएका छन् कसरी यी समस्याहरू आएका छन् कसरी यसलाई समाधान गर्ने भन्ने कुरा बिस्तारै म लिएर आउँछु। र यो कुरामा मलाई केही स्वार्थ छैन, न मलाई पद पाउनु छ न मलाई कुर्सीको लोभ छ। देश राम्रो होस्, यो देश मेरो हो, तपाईँको हो, हामी सबैको देश हो। यो देश बनाउनु छ भने हामी सबै एक हुन पर्छ। यो देश एकता बिना जित्छ जस्तो तपाईँलाई लाग्छ भने यो कहिले पनि हुन सक्दैन। र यति ग्यारेन्टी लिएर राख्नुहोस्, तपाईँ यदि सही बाटोमा हुनुहुन्छ भने तपाईँको जित अवश्य नै हुनेछ, किनकि सत्य कहिल्यै हार्दैन। र समय बिस्तारै आउँदैछ, यो कलियुग हो, विनाश अवश्य हुन्छ र विनाश राक्षसकै हुन्छ। र राक्षस तिमी अपराधीहरू, तिमी बलात्कारीहरू, घुसखोरीहरू जो अवैध जनताको लासमाथि टेकेर हिँडिरहेका छौ, दिन दहाडै मान्छेहरूको मृत्यु गरिरहेका छौ, तिमीहरूको अन्त्य भने अवश्य नै आउनेछ। र दिन गन्दै गर नेपाली जनता, तिमीहरूको अब बोलीमा अड्किने छैनन्। तिमीहरूको कुराले पछि पर्ने छैनन्। आँखा खुल्दैछ, मिडियाको जमाना भन्छ नि तिमीहरूले, जतिसुकै तिमीहरूले मिडिया म्यानिपुलेसन गर्न खोज, केही हुन सक्नेवाला छैन। जनता जागरुक भइसके, केही कुरामा कमी कमजोरी छ जनतामा पनि, तर त्यो कुरा अवश्य सुधार हुन्छ र हुन पर्छ नै। र हामी गरेर पनि देखाउँछौँ। यो देश गोर्खालीको देश हो र जब गोर्खालीको रगत तातिन्छ त्यसपछि कसैले रोक्न सक्दैन। यो कुरा ध्यान दिएर सुन्नुहोस्, कसैले रोक्न सक्दैन। पुलिसलाई, न्यायलाई सही तरिकाले काम गर्न दिनुहोस्। त्यहाँ पनि केही चिजहरू सुधार गर्नुपर्ने छ, त्यसको बारेमा म अर्को भिडियोमा बनाउँछु। तर कसैलाई क्षति भने नपुर्याउनुहोस्, सबै मानिस नै हो है, सबै मानिस नै हो। र तपाईहरूले सबैभन्दा ठुलो कुरो मानवता, नेपालको सबैभन्दा बेस्ट चिज भनेकै मानवता हो र त्यो सधैँभरिको लागि जोगाउनु पर्छ नै। तर समय परिस्थितिमा मानिसलाई मानवता गर्नुहोस्, दानवलाई मानवता गर्नुपर्ने जरुरी भने कदापि छैन। अहिले आन्दोलनको नाममा चाहिँ तोडफोड, आगजनी त्यस्तो गर्ने कामहरू चाहिँ कृपया नगरिदिनुहोस्। गर्नुहोस्, आन्दोलन गर्नुहोस्, आफ्नो माग राख्नुहोस् र लिडरहरू बनाएर कि सिम्बोलहरू, ड्रेस कोड होस्, केही होस्, तपाईहरू एकदम पहिले नै प्लान्ट भएर आन्दोलन गर्नुहोस्। कोही बिचमा घुसपैठ गर्न खोज्छ भने तपाईहरू आफै सतर्क हुनुहोस्। तपाईहरूलाई शङ्का लाग्छ, चेक गर्नुहोस्, हेर्नुहोस् व्यक्तिमा केही छ कि छैन। सिधै हात हाल्ने काम कृपया नगरिदिनुहोस् कसैलाई पनि। यदि उसमा केही दायाँ बायाँ भेटिन्छ भने समात्नुहोस्, पुलिसलाई बुझाउनुहोस्। पुलिस र न्याय पनि उत्तिकै नै इम्पोर्टेन्ट छ हाम्रो देशको लागि। र घरमा चोर आयो भने घर जलाउने, घर तोडफोड गर्ने काम गरिन्न। र घर यो देश नेपाल हो। चोरलाई समात्नुहोस्, हिँड्नुहोस्, सही बाटोमा हिँड्नुहोस्, सबै चिज सही हुँदै जान्छ। यो देश बनाउने जिम्मा कृपया एक व्यक्तिलाई नदिनुहोस्।
यो देश बनाउने जिम्मा तपाईँ हरेक व्यक्तिको हातमा छ र तपाईँ हरेक व्यक्ति नेपाली व्यक्ति यो देशको लागि त्यतिकै महत्त्वपूर्ण छ र सधैँ रहनेछ नै।